हामीसँग पैसा छैन, धनकुटा छिरेको मात्र पैसा लाग्छ भन्ने यो कुरा हैन। त्यहाँ बोट टाल्नु पर्यो कि कोही यहाँ घुम्न आउनु सिकाउनु पर्दैन भाइ हामीलाई, सिकाउनु पर्दैन। 3-4 वर्ष भयो तिमीलाई सिकाउनु पर्दैन हैन, त्यो जरुरी छैन कि सिकाउनु पर्दैन, बोट टाङ्नु पर्छ। धनकुटा आएको मात्र पैसा लाग्छ भन्ने अहिलेसम्म नेपाल, हामी पनि नेपाली हो, हामी पनि धेरै ठाउँ इन्डियन भनेछ त अनि तपाईले त्यस्तो किन कुरा भनेछ तिमीलाई? अनि धनकुटा आएकै मात्र पैसा उठाउने भनेछ हैन, त्यही त भने हामीलाई पनि थाहा छ कि इन्डिया नेपालमा कसरी के हुन्छ भने थाहा छ भने यो पार्किङ नगरपालिकाको हैन, पार्किङ पार्किङ गरेछ पूर्वोत्तर शुल्क बजार छिरेको पैसा कहाँबाट कहिलेदेखि कुन सरकारले लगाउन थाल्यो? नगरपालिका, तपाईँ नगरपालिकाको मान्छे हो, तपाईँ नगरपालिकाको मान्छे हो, ल के छ प्रमाण देखाउनु? तिमीले किन चाहियो प्रमाण? कस्तो मैले पैसा दिने अनि तपाईले प्रमाण नदिने? मैले पैसा दिने तपाईले प्रमाण नदिने? हाम्रो ठेक्का हो, त्यो जरुरी छैन। त्यसो गाडी चाबी राख्नु, गाडी बिहान बेलुकीसम्म राख्नु। किन जबरजस्ती? तिमीहरूको यहाँनिर आएर तिमीहरूको यहाँ मन पनि चल्छ। ए तपाईको चाहिँ यहाँको भएपछि तपाईको मन पर्दी चल्छ, त्यो गाली नदिनु है। गाली तिमीलाई दिएको छैन। अनि कसलाई दिनु भयो? तिमीलाई गाली दिएको छैन भाइ, मैले लिने के अरे लाग्ने पैसा मागेको। नगरपालिकाको हो भने नगरपालिकामा जाम न, नगरपालिकामा जाम, तपाईँ जाम नगरपालिका। सुन, यो तिमीलाई मैले त्यसको लागि प्रमाणको लागि दिएको छु। मैले के को पैसा भन्नु न, के को पैसा भन्नु न, पैसा के को हो? तिमीलाई पढ्न आउँछ कि आउँदैन? ल पढ्छु र रोक्नु त पढ। नगर सवारी मजाले पढ, क ख पढ्न आउँछ, क ख पढ। दाइ तपाईँ भन्दा धेरै नै पढ्यो होला, पढ्न पढेको छ होला, तपाईँ भन्दा धेरै नै नगर पढेको छ होला। अनि तपाईँ किन क ख ग घ भनिरहेको भन्छ? तिमीलाई दिइरहेको छु त, तिमीलाई पढाउनु दिइरहेको छु त। नगर सवारी पार्किङ पूर्वाधार तथा सडक सरसफाई शुल्क पार्किङको मैले पार्किङ गरेको छु। तीनटा शीर्षक छ, मैले पार्किङ गरेको तीनटा शीर्षक छ भाइ। छैन, पार्किङ गरेको छैन, पहिलो शीर्षक त छैन। तिमी नसिकाऊ दाइ, तपाईँले सिकाएको होइन के, तपाईँ यहाँको लोकल हुनुहुन्छ ठिक छ के, तर जबरजस्ती पैसा चाहिँ उठाउने त्यो भएन के तपाईँको पारा। बैलरको कुरै नगर न, लोकल बैलरको कुरै नगर, सम्बन्धित ठाउँ छ हैन, त्यस्तो हैन। निकाय छ, जाऊ कम्प्लेन गर। ठिक छ, नगरपालिका जाम, हामी पनि बुझ्छौँ। 40 रुपैयाँ तिर हैन हैन पनि तिर्नु पर्छ। नगरपालिका जान्छु म, कहाँ लिएर भाग, म कहाँ भाग्छु? हैन भाइ त्यस्तो हुँदैन। गाडी यो नगरपालिकाको सिस्टम ल यो कस्तो तरिका हो? तपाईँ हिँड्नु नगरपालिका मेरो जान त आवश्यक छैन। हैन, अनि किन अनि तपाईले भन्ने बित्तिकै हामीले पैसा दिनुपर्छ भन्ने छ? धनकुटा छिर्ने बित्तिकै पैसा लाग्छ भने यो त अचम्मै हो त। अचम्म र सचम्म गरेर जहाँ गरेको कमेन्ट गर्छ गर, 40 रुपैयाँ तिर तपाईले 5000 भने पनि हामीले दिनु पर्छ। हामी त्यो लेखेको भन्दा बढी त्यो मानौँ न, तपाईले त योमा 5000 लेखेको भन्दा हामी धेरै दिँदैनौँ। मानौँ यो 5000 लेखेको भने दिनु पर्छ। उसले नि त्यो हामीले चाहिँ इन्क्वायरी गर्न पाउँदैन कि के हो पाउँछ, मजाले पाउँछ, त्यही त गरिरह्यो मजाले जाउँ। जाम नगरपालिका के को सही सम्बन्धित ठाउँमा जाने, निकायमा जाने, कम्प्लेन गर्ने, हामीले लिने पैसा लिने हो हैन, सम्बन्धित ठाउँ छ। दाइ यो नगरपालिकाले लिएर नगर भाइ, ल कस्तो सम्बन्धित निकाय हैन, छ। तपाईँ किन थर्काइ निकाय छ, तपाईँ थर्काइ किन राख्नु भएको छ भन्नु त? सम्बन्धित निकाय छ, तपाईँ थर्काइ किन राख्नु भएको छ? सम्बन्धित निकाय छ, जाऊ। त्यही त भनिरहेको छु म, नगरपालिकाको हो। नगरपालिकाले हामीले कारबाही गर्छ नि दिएन भने नगरपालिकानिर जाम न। पैसा चाहिँ दिएर जाऊ न, पैसा जाऊ अनि यो लिएर जाऊ, यो चिट लिएर जाऊ, हामीले फला ठाउँमा यस्तो ठाउँमा यसरी हामीले पैसा उठायो यति। तपाईँ हिँड्नु न, मसँग पैसा छैन। जाऊ तपाईँ ल कस्तो तपाईँले उठाइराख्नु भएको छ, तपाईँले तिमीलाई ठिक छ। नगरपालिकाको फोन नम्बर होला नि त? डाइरेक्ट जाऊ, गाडी लिएर जाऊ। त्यही त जान्छु त, गाडी लिएर जाऊ। हैन जान्छु। किन फोन नम्बर चाहियो? तपाईँ पनि हिँड्नु न त। हामी हिँड्नु पर्ने आवश्यकता, मलाई आफै आएर कारबाही गर्छ यहाँनिर। म यहीँको बासिन्दा हो, स्थानीय हो, मलाई आएर यहाँ कारबाही गर्छ। जाऊ गएर कम्प्लेन गर, यो मलाई आएर कारबाही गर्छ। म किन जाँ? दाइ सुन्नु न, तपाईँले जबरजस्ती जुन उठाइराख्नु जबरजस्ती होइन भाइ, अनि जबरजस्ती कसैले लिएको छैन। अहिलेको जमानामा जबरजस्ती कसैले पनि पैसा उठाउनु कुनै पनि सिटीमा छिर्ने बित्तिकै चाहिँ पैसा ले भन्ने कुरा चाहिँ हामीले यहाँ नेपाली छौँ, पर्यटक बाहिरको देशको पनि आउन सक्छ, त्यसलाई त्यसरी गरेर हुँदैन के। नसिकाऊ क्या भाइ हामीलाई। ल किन तपाईँलाई सोधेको हो के दाइ? नसिकाएको होइन कि तपाईँ धेरै सिक्ने मान्छे सिकिसक्नु भएको छ। तिमी जस्तो मान्छे 100 जना आउँछ कि, तर तिमी जस्तो नमुना 1-2 जना आउँछन् हैन। नसिकाऊ क्या भाइ। ए मतलब सब मूर्ख आउँछ पैसा दिन्छ भने ठिक हो, हामीले सोध्यो भने चाहिँ नमुना भयो, हामी सोध्यो भने नमुना भयो। दाइ तपाईँले यो 40 रुपियाँ चाहिएन? 40 रुपियाँ मात्रै हो, 40 रुपियाँ हो हैन। तिमीलाई के जा कम्प्लेन गर्नुपर्छ, मलाई 40 रुपियाँ उठायो फल्ना ठाउँमा लियो। नगरपालिका प्रशासन त को हो? के आइडी कार्डको के तपाईँको केही दिनु न त मलाई, पैसा हामी दिउँला के। सबभन्दा ठुलो पढाउन भनेको यो हो हैन, तपाईँको दिनु प्रश्न, यो मान्छेले उठायो भन्ने कुरा त भन्छु नि त। नगरपालिकाको यो कार्यपालिकाको छाप छ। तपाईँ नगरपालिकाको मान्छे हो?
हामी ठेकदार हामी ठेकदार हो तपाईँको ठेकदार हो। हामीले प्रमाण ठेक्का दिनु। हालेको छौँ हामीले यो उठाउनु भनेर हामीले यो अनि त्यो त तपाईँको केही प्रमाण त होला नि दाइ प्रमाण यही हो कहिले प्रमाण यही हो अरे यो त नगरपालिकाको नाम पनि छाप हो। छैन। यहाँ यसमा। धनकुटा एग्रो फर्म ठेकदार भएको धनकुटा एग्रो फर्म हो त्यही हो प्रमाण भनेको त्यही हो कहाँ छ धनकुटा एग्रो फर्म मुनिबाट छ त्यही हामी पैसा दिन्छौँ तपाईँको कुरा हामी पैसा पैसा दिन्छौँ दिइरहेको भन्नु पर्यो नि त ठिक छ। यो मान्छेले यो मान्छेले पैसा उठायो भने के त कार्ड दिनु यहाँ सुन एग्रो फर्मको तिमी कार्ड हो जाऊ। नि अब यो एग्रो फर्मको मान्छेले यो मान्छे हाम्रो होइन भनिदियो भने तपाईँलाई म कस्तो कहाँ बा- छोड्न? कस्तो यार कस्तो कुरा गर्छ यार किन मेरो गिदी नखाउ न यार तिमीहरू यार तिमी जाऊ 1 सेकेन्डमा मलाई यहाँ पक्रिन्छ तिमीले कम्प्लेन गर 1 सेकेन्डमा होइन नाम त त्यो भन्नु पर्ला पक्रिनै पर्छ त्यहाँ। भनेर छैन के दाइ धनकुटा एग्रो तपाईँको आफ्नो नाम भन्नु न धनकुटा एग्रो फर्म तपाईँको आफ्नो नाम होला नि त मेरो तुलसी लिम्बू हो तुलसी धनकुटा लिम्बू। एग्रो फर्म मार्फत अँ। उठाउँदैछन् ल ठिक छ तुलसी लिम्बू यहाँ लेखा छ। स्टिक हो यहाँ उम्। ठीक हो